अहिले म काठमाडौँको फुटपाथ बाटोमा घुमिरहेको छु अनि घुम्दा घुम्दा मैले एउटा कुरा के सोचे घुमिरहेको छु भने एउटा ब्लग चाहिँ बनाइदिनु पर्छ होइन। धेरै साथीहरूले सोधिरहेको छ तपाईँ पब्लिकमा गएर मान्छेहरूको अगाडि गएर कसरी ब्लगिङ गर्न सक्नुहुन्छ, तपाईँलाई के लाज लाग्दैन अनि तपाईँलाई चाहिँ गाह्रो हुँदैन, तपाईँले कसरी बोल्नुहुन्छ पब्लिकमा गएर, तपाईँ कसरी ब्लगिङ गर्नुहुन्छ, कसरी के हुन्छ हो। सबैले आफ्नो आफ्नो काममा लागेको छ, म नि आफ्नो काममा लागेको छु, यो मेरो काम हो, यो चाहिँ मेरो काम हो, मेरो काम त गर्ने पाइन्छ नि होइन। त्यही भएर पब्लिकको बिचमा आएर म ब्लगिङ गरिरहेको छु। ब्लगिङ मलाई मनपर्छ, त्यही भएर म ब्लगिङ गरेँ हो। अनि पब्लिक होस् नहोस् मलाई त बात छैन, मलाई मतलबै छैन को छ को आउँछ को जान्छ के हो र, आफ्नै काम आफै गरिरहेको छु होइन। कहिले आयो कहिले गयो भने मलाई केही नि बाल हुँदैन। अनि तपाईँहरूलाई चाहिँ यो भिडियो राम्रो लागेछ भने फटाफट मलाई फलो गर्नु अनि भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु, भाइरल गरिदिनु, जे गर्ने छ गरिदिनु। तर म चाहिँ ब्लगिङ त गर्ने हो, किनभने ब्लगिङमा चाहिँ मजा आउँछ। मान्छेहरू हेरिरहेको छ कि मलाई यार कस्तो हेरेर ल हेर्ने भने के हो, मलाई ब्लगिङ गर्ने मन छ भने हेरेर पनि के हुन्छ, ब्लगर हो ब्लगिङ त गर्नै पर्यो होइन। त्यही भएर ब्लगिङ गरिरहेको छु अहिले पब्लिक प्लेसमा चाहिँ आएर। अनि यहाँ हेर्नुहोस् मान्छेहरू टन्नै रहेछ हो। के गर्छु ब्लगिङ गरिरहेको छु, ब्लगिङ नै गर्छु है। ल ल फटाफट भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु त।